धेरैजनाले चाहिँ मेरो भिडियोजमा कमेन्ट्सहरू गर्नुभएको थियो। कमेन्ट्समा चाहिँ क्वेसन्स गर्नुभएको थियो है, दिदी तपाईँ कहाँ बिहा आउनुभएको भनेर। म हजुरहरूलाई यो भिडियोमा चाहिँ म कहाँ बिहा भएको भनेर भन्ने छु। सो हेलो एभ्रिवान, तपाईँलाई फेरि पनि मेरो मिनी भ्लगमा स्वागत छ होइन। अन्त धेरै दिन बाद चाहिँ आज यस्तो मजाले घाम लागिरहेको छ र म चाहिँ मेरो आजको काम चाहिँ बेडबाट नै स्टार्ट गरिरहेको छु है। मैले चाहिँ यो ब्ल्याङ्केटहरू पट्याएको थिइनँ किनभने आज घाम लागेको कारणले गर्दाखेरि चाहिँ बाहिर सुकाउने भनेर चाहिँ मैले त्यसलाई नपठाएको। अन्त मलाई चाहिँ सुकियाबाट आनीले चाहिँ यो हिना मेहन्दी पठाइदिनु भएछ है, थ्याङ्क यू सो मच आनी। त्यस पछाडि मैले चाहिँ ब्ल्याङ्केटहरू पनि सुकाएँ। अन्त यहाँनिर हेर्नुहोस् न मेरो बिरालो अस्तिसम्म कस्तो मैला भइरहेको थियो होइन, त्यसपछि हिजो नुहाइदिएर चाहिँ अलिक सफा भएर बसिरहेको छ। अन्त मेरो चाहिँ मर्निङको काम चाहिँ आफ्नै रुमबाट स्टार्ट गर्दैछु मैले है। अन्त रुमहरू साफसफाइदेखि नै स्टार्ट गर्छु। मेरो डेली नै रुटिन त्यही हो, जसको पनि बडाल कुरा गरेर नै दिन स्टार्ट हुन्छ है। अन्त त्यही भएर म पनि साफसफाइ गर्न लागेँ है। अनि साफसफाइ गरिसकेर चाहिँ म चाहिँ खाना बनाउनतर्फ लागेँ होइन। अन्त मम्माले चाहिँ यहाँनिर बारीबाट डुकु टिपेर ल्याउनु भएको रहेछ। अन्त डुकु देखेर चाहिँ सुँगुरको मासु पनि छ भनेर त याद आयो। अन्त सुँगुरको मासुसँग चाहिँ डुकु बनाउनु कस्तो दामी हुन्छ त कम्बिनेसन होइन। अन्त यहाँ चाहिँ मैले बनाइसकेको छु। देन आफ्टर मम्माले चाहिँ कुकुरलाई नुहाइदिनु हुँदै थियो, त्यहाँपछि मैले त्यसको भिडियो सानो क्लिप गरेँ। अन्त त्यस पछाडि चाहिँ मैले चाहिँ हिना नलाएको धेरै भएको थियो नि त कपालमा मेहन्दीहरू। अन्त त्यही भएर चाहिँ म यहाँनिर प्रिपेयर गर्दैछु। अन्त यहाँनिर चाहिँ मम्माले अन्डा पनि हाल्नु भनेर चाहिँ अन्डा हालिदिनु हुँदै थियो। त्यस पछाडि मैले चाहिँ मम्माको हेयरमा अप्लाई गरिदिएँ है। अन्त अब चाहिँ म हजुरहरूले मलाई भिडियोमा कमेन्ट्स गर्नुभएको क्वेसन्सको चाहिँ एन्सर दिनेवाला छु। र म चाहिँ बिहा कहाँनिर भएको भन्दाखेरि चाहिँ धेरैजनाले क्वेसन्स गर्नुभएको थियो, तर मैले कसैको पनि कमेन्ट होस् चाहे मेसेज होस् कसैको पनि रेस्पोन्स गरेको थिइनँ होइन। अन्त आज यो भिडियो मार्फत चाहिँ म हजुरहरूलाई भन्नेवाला छु कि म कहाँ बिहा भएको भन्दाखेरि चाहिँ म चाहिँ मानेभन्ज्याङमा बिहा भएको है। मेरो हस्बेन्डको घर चाहिँ मानेभन्ज्याङ हो। अन्त मम्माको हेयरमा मेहन्दी अप्लाई गरिसकेर चाहिँ मम्माले मेरो हेयरमा पनि अप्लाई गरिदिनु भयो है। अन्त आज चाहिँ दिन राम्रो भएको कारणले गर्दाखेरि चाहिँ हामी घरमा फ्यामिली प्रायः जस्तोले नै मेहन्दी ब्ल्याक रोजहरू लगाएँ। त्यहाँपछि पापालाई पनि मैले ब्ल्याक रोज अप्लाई गरिदिएँ हेयरमा है। अन्त हजुरहरूलाई मेरो मिनी ब्लग के कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला। एन्ड थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई बाई।